नमस्कार सम्पूर्ण सबैजनामा। मेरो नाम चाहिँ अनिश राई अनि म चाहिँ अहिले दार्जिलिङ डिस्ट्रिक्ट ब्लक चाहिँ रहेको छ बिजनबारी। अनि अहिले म यो मजुवा भन्ने गाउँमा आएको छु र यहाँ आन्टीले चाहिँ 2 महिनादेखि अगाडिदेखि चाहिँ हाम्रो रिनाटोस वेलनेस प्राइभेट लिमिटेडको बडी सर्भिस प्याक फुड सप्लिमेन्ट खाँदै हुनुहुन्थ्यो। अनि आन्टीलाई अब समस्याहरू के थियो हामी आन्टीलाई पनि सोध्छौँ। आन्टी तपाईँको नाम के हो भनिदिनुहोस् त। सन्जिता राई। सन्जिता राई हो। हजुर। अनि तपाईँलाई पहिला के बिमारी थियो? फर्स्टमा प्रेसर, त्यहाँदेखि लास्टमा उयो पाइल्स भयो। पाइल्स भयो है। अनि कति समय अगाडिदेखि तपाईँले प्रेसरको दबाई चाहिँ खाँदै हुनुहुन्थ्यो? 2-2.5 वर्ष जस्तो भएको थियो। 2.5 वर्षदेखि भएको थियो। अनि अहिले तपाईँले खाँदै हुनुहुन्छ कि छैन प्रेसरको दबाई? खाएको छुइनँ, त्यो दबाई खाएर 22 दिन पछाडिदेखि चाहिँ खाएको छुइनँ प्रेसरको। ए प्रेसरलाई अहिले कन्ट्रोल भइरहेछ, राम्रो छ है। हजुर। अनि पाइल्स चाहिँ कस्तो छ? पाइल्स पनि अहिले ठिक भइसक्यो। ठिक भइसक्यो है। हजुर। अनि तपाईँलाई चाहिँ यो खाँदै गर्दाखेरि कस्तो अनुभव भयो तपाईँलाई? के भयो तपाईँलाई? अब एकदम मलाई त मेरो जिउलाई त राम्रै भयो। सबै बिरामीहरू हजुर धेरै हल्का हुँदै गयो। ए हजुर हजुर। अनि बिचमा यसले तपाईँलाई बिमारीहरू बल्झाएको जस्तो कस्तो अनुभव भयो तपाईँलाई त्यो पनि बताइनु न। हजुर, बल्झायो नि बिराम त सबै नै, तर मैले त्यो बिराम बल्झेर नि अरू दबाई खाइनँ, त्यही मात्र खाइबसेँ। ए हजुर हजुर। अनि तपाईँ अरूलाई के भन्न चाहनुहुन्छ? अब अरूलाई पनि यो एकदम राम्रो रहेछ दबाई, अरू हर बिराम जाती हुने रहेछ, अब सबैले खानु हजुर भन्न चाहन्छु। त्यही भन्न चाहनुहुन्छ है। अनि हजुर। कम्पनीलाई तपाईँ के भन्न चाहनुहुन्छ? अब कम्पनीलाई पनि अब राम्रो रहेछ, अब के भन्नु र। अब हजुर एकदम राम्रो रहेछ दबाई, सब बिराम ठिक हुने दबाई रहेछ भन्न चाहन्छु। ए हजुर हजुर। अनि तपाईँ भनेपछि अहिले खुसी हुनुहुन्छ है? हजुर। ए ल हुन्छ हुन्छ, धन्यवाद।